मैले चाहिँ त्यो बोल्दा बित्तिकै आइसियो न भन्दै थियो नि त कस्टमरले होइन। त्यसपछि चाहिँ अब सोचेको थिएँ जे सोचेको थिएँ नि तर त्यो चाहिँ भएन क्या। जे सोचेको थिएँ त्यो भएन क्या माममा होइन। के गर्नु त अब भएन त भएन होइन। सुती नै भएको ठिक छ अब के गर्नु त। मैले के गरेर हुने कुरा होइन त्यो। मैले के गरेर हुने कुरा होइन तर जे सोचेको थिएँ त्यो भएन क्या आज नाममा यस्तो होइन यस्तो बनाउँछु भनेको थिएँ तर अब बोल्ने मनै लाग्दैन कि यस्तोसँग फेरि हेर अलिक भनौँ केटी भयो भने चाहिँ होइन गफसप हाल्नु दिन्छ नि त मजा आउँछ नि त गफ हाल्नु होइन। गफ हाल्नु मजा आउँथ्यो भनौँ केटी भएको गयो भनौँ केटी नगएर होइन सुत्ती रहेछ नि त। के को टिचर भन्दै थियो कि यो सब्जेक्ट टिचर त नै टिचर त टिचरै हो भन्दै थियो। अनि के गर्न गर्दै झट्टै ढल्दैन भन्दै थियो हिजो भरि भाउला नि त। के बोले भाइ अब के बोले के छ थाहा भाइ बोले होइन गाइस के गर्नु त्यस्तै छ जिन्दगी होइन अब त्यही नै हो। सबभन्दा ठुलो कुरो भनेको पैसा हो के पैसा। रुको जरा सबर करो आराम से लेने का। हाँ पैसा छ सबै छ राजासँग पैसा छ त्यही हो। पैसा भएपछि सबै छ होइन पैसा छैन भने केही छैन क्या। त्यही हो सबभन्दा ठुलो कुरो भनेको पैसा रहेछ। के गर्ने पैसा कमाउनै पऱ्यो होइन। अब यहाँबाट जान्छु ट्याक्क अब यहाँबाट जान्छु होइन यहाँबाट चाहिँ म गर्नु पुग्दैन त अब हिँड्न चाहिँ निस्किन्छु। अब अर्को बाटो गयो धेरै हान्दै ए हानेन यार हान्दै भने हो कि हान्दै होइन। अब म त छिर्नुपर्ने हुन्छ यहाँबाट गाडी बाइक छिर्न चाहिँ भर्खर म छिर्दिन्छु भनेको म फेरि साइकल अहिले छिर्छु नि म छिर्छु ल म छिर्दिन्छु ल। अब यो सिधा पेट्रोल पम्प भयो होइन यो सिधा पेट्रोल पम्पबाट चाहिँ हेलो सिधा पेट्रोल पम्पबाट सिधा माथि जानुपर्ने हुन्छ होइन। हाम्रो त 3मा 4मा तातिन्छ यस्तो गाह्रो त। के बोले भाइ अब के बोले के छ थाहा भाइ बोले भाउको पालाको बाइक भयो पनि होइन तर उकालो चाहिँ खतरा तान्छ क्या यसले। म चाहिँ आज कताबाट जाने हस्पिटलतिरबाट गयो भने चाहिँ अब धेरैबाट जानुपर्छ होइन। म चाहिँ बागा बाटोकै बाटो जान्छु होइन। जे सोचेको थिएँ त्यो भएन गाइस अब के गर्ने त त्यस्तै त हो जिन्दगी भन्ने होइन। जिन्दगीमा पहिला के छ र अब त्यही नै हो। वाउ वाट अ ब्युटिफुल। दाइ लिफ्ट चाहिने हो कहाँ पुग्ने हो हजुर ए हजुर म चाहिँ फेरि दिलदार मान्छे नि त लिफ्ट चाहियो भनेको म देख्छु नि त गोरो बोकेर घाम लागिरहेको छ नि त होइन। त्यो घाम त आफू पनि हिँडेको छु नि म अलिक कति हिँडेको छु कति हिँडेको छु। म बुटोलबाट आउने बेला चाहिँ त्यो दाउनेको जाममा परेर त्यो लहर चिसो लहर के परेर भन्छ नि गाडी चिप्लेर त्यो रोड गाडीहरू जानु थियो नचढेर होइन कति जाम परेको थियो क्या। म चाहिँ दुम्की बासबाट के अरे भएबाट बर्दाघाटबाट दुम्की बाससम्म हिँड्दै आएको। अनि 15-16 किलोमिटर छ नि त हिँड्दै यति धो हुन्छ यति गाह्रो हुन्छ नि त। अनि कस्तो गाह्रो भएको थियो मलाई होइन। कसैले लिफ्ट दिए होइन क्या दुईवटा बाइक चाहिँ छिरिरहेको थियो होइन। कोही सिङ्गल आएकोलाई चाहिँ लिफ्ट मागेको थियो तर दिएन क्या। त्यति बेला उनीहरूको पनि होला के होइन अब त्यो चिप्लो बाटो गाह्रो थियो होला अब के गर्नु त ठिकै छ नि त। तर आफू चाहिँ राम्रो हुनुपर्छ त्यही नै हो क्या। आफू राम्रो भयो भने सब राम्रो हुन्छ क्या होइन। आफू राम्रो हुनुपर्छ सब राम्रो हुन्छ त्यही नै हो। आफू राम्रो छैन भने चाहिँ अब के भन्न सकिन्छ र होइन। आफूले चाहिँ सक्दो राम्रो गर्नुपर्छ त्यही नै हो सबभन्दा ठुलो कुरो चाहिँ। आफूले सक्दो गऱ्यो भने चाहिँ होइन कसैले नदेखेको भगवान्ले त देखाएको छ नि होइन गाइस। आफूले नदेखेको भगवान्ले देख्छ नि त कसैले नदेखेको भगवान्ले देखिहाल्छ। यस्तो गरेर चाहिँ भन्ने होइन। म चाहिँ भगवान्प्रति विश्वास राख्छु जान्छु भाइले हिरो बाइक मात्रै हो। म चाहिँ हिरो होन्डा बाइक किन्नु पर्ला जस्तो लागिरहेको छ मलाई।
एयरजेट लभरहरू खै त एयरजेट लभर भन्ने यार कसैले कोही आउँदैन कमेन्टमा कमेन्ट गर भनेको भनिरहेको छु मैले खै एयरजेट लभर आउँदैन एयरजेटले धोका दियो क्या केटाहरूलाई एयरजेट अब मेरो चाहिँ धोका दिन्छ बेला बेला यार स्टार्ट बन्द भइदिन्छ त्यस्तो धोका भन्ने त्यस्तो गाह्रो चाहिँ हुँदैन तर स्टार्ट बन्द चाहिँ हुन्छ क्या त्यो इन्जिन हिट भयो भने चाहिँ स्टार्ट बन्दै भइदिन्छ आफै यार भाइ हेलमेट लगाउनु पर्दैन हेलमेट लगाएर हिँड्ने गर न भाइ नदियो भने चाहिँ हेलमेट लगाइदिएन है आज चाहिँ आइतबार थियो कुकोसको इक्जाम थियो आज आइतबार 28 गतिको कसको इक्जाम थियो गाइस कस्तो भयो इक्जाम चाहिँ होइन मेरो चाहिँ आज छैन मेरो 30 गते इक्जाम छ अनि 2 गते छ 30 गते र 2 गते छ होइन त्यही नै हो मलाई हो चार गरेर लिएर आएको थिएँ मलाई हो बोल्न चाहिँ बोल्छु भन्छ तर डर लाग्छ कि कस्तो डर लाग्छ होइन बोल्नै कस्तो अर्कै लाग्छ क्या नभए कमेन्टमा मलाई चाहियो भन्नु न म दिइहाल्छु अब यहाँबाट चाहिँ सिधै जानुपर्ने हुन्छ म रुममा जान्छु होइन म रुममा जान्छु पहिला चाहिँ त्यस रुममा डेलिभरी एक्सेप्ट बस्नु हुन्छ अब सुपरभाइजर भन्ने त्यही हो काम गरेर होला होइन कता जानुपर्ने छ भन्दै हुन्थ्यो जानुपर्ने चाहिँ हो तर आज इन्टरभ्यू लगेर जानुपर्ने हो यता खानुपर्ने दुःख नलगो होला यार कहिले आउँछ जानुपर्छ ठिक छ नि त गाइस अरू त्यस्तै हो त्यही हो आफू राम्रो हो सबैलाई राम्रो बनाउँछ त्यसको मुल्लाएर चाहिँ अगाडि बढाउ केटा सबजना होइन सबजनाले हेऱ्यो भनेको फिल अब अगाडि चाहिँ म सिधा जान्छु होइन अहिले त साह्रै त लाग्छ क्या सही जाने हो यहाँबाट बाटो छ गाइस काम गर्नुहुन्छ होइन त्यो दिदीलाई सब्सक्राइब गर भनेको होइन खै त्यसले गर्दैन होला सायद अब आफूलाई गाह्रो भइसक्यो भन्दै थियो होइन भाइको बाइक अग्लो रहेछ मलाई त गाह्रो भयो भन्ने थियो सिङ्गल सफर हो सिङ्गल सफर पनि त्यही पनि उठाएको छु नि त मैले सफर पछाडि सफर चाहिँ उठाएको छु होइन मलाई सानो भइरहेको छ पछाडि बसेर चलाउँदा पनि सानो हुन्छ नि आई थिङ्क वाउ साता मलाई पनि धम्काइदियो न यता यहाँ बस्नुपर्छ यसो जानु अब दुइटा राम्रो छ रुमै राम्रो छ होइन यस्तो पायो भने चाहिँ यहाँ च्याप्टै बिहा गरिदिन्छु म त फेरि हिजो फ्रुटी खाएको पैसा तिर्नु पऱ्यो है हिजो फ्रुटीको पैसा त दिनु पऱ्यो है लिनु त बिहानको पनि रहेछ होला अलिकति पैसा चाहिँ ए रहेछ छैन पछि मैले लगेको अहिले नि ल्याउनु न एउटा फ्रुटी